हेलो गाइज, वेलकम टु माई भ्लग च्यानल। आज म धेरै दिनपछि भ्लग बनाउन निस्केको छु। करिब 6 महिनापछि होला गाइज। हेर्नुहोस्, आज हिउँको भ्लग देखाइदिउँ भनेर। आज हेर्नुहोस्, हिउँ परे बिना भ्लग बनाउन सकिँदैन गाइज। नपरे बेलामा अब हिउँ लास्ट भएर होला गाइज। भएर पुरै सकिनु लाग्छ। पुरै यहाँ त हिउँ परेपछि पुरै नेपालको एक दुई ढलान जतिकै अग्लो हिउँको थुप्रो हुन्छ गाइज यहाँ, होइन? आज भन्छ चाहिँ लास्ट भएर सक्यो। थोरै मात्रै छ बाइक। अब यो कुसात्सु भन्ने ठाउँमा हाम्रो एकदम यता मेरो बुढी यस्तो आज गाइज हेर्नुहोस्, यस्तो बिजोग छ। ल हेर्नुहोस्, ल यस्तो छ हिउँ। यो जोस् कुसात्सुमा अब हिउँ लास्टै होला अब, किनभने यो 16 को छ अरे बुढी। अब 16 को 15 र 16 को छ भनेर थियो। त्यो आज हामीसँग काम गर्ने ताकिस नेसानले। यस्तो छ लगभग यो सानगाचुको 3 को महिना निहुँमा सानगाचु भन्छ गाइज। 3 को महिनाको 16 र 15 चाहिँ हिउँ छ भन्ने कुरा छ। यो साइगो भन्छ निहुँमा। लास्ट होला भन्ने कुरा भएको छ। अब हेरौँ गाइज, एकदम बिजोग छ यहाँ हिउँ परेर है। यता अगाडि चाहिँ यस्तो छ। अनि मेरो बुढी यता पछाडि के छ? जेपी हिँड्ने होइन बुढी? जेपी ब्याङ है, जेपी भन्ने चाहिँ ब्याङ है यहाँ गाइज। यस्तो छ है। जेपी भने फेरि अलि अर्कै मिनिङ पनि हुन्छ क्या फेरि मलेसियन भाषा। बुझ्नेले बुझिहाल्छ नि है। यस्तो छ जस पहिला पुरै यहाँ पुरै हिउँ परेर है, ठ्याप्पै हिउँ परेर बिजोग थियो। अहिले लगभग अन्तिम हुन लागेको कुसात्सुमा यो ठाउँमा हिउँ एकदम हिउँ पर्ने ठाउँ हो। जापानको लगभग हिउँ पर्ने मध्ये मोस्ट पपुलर भन्छ के भन्छ त्यस्तै होला। यहाँ एकदम लास्टै के पुरै हिउँको थुप्रो। आज चाहिँ मैले एकदम कम देखेँ। बिस्तारै अब लास्ट हुँदैछ। म देखाउँछु यो ठाउँ पहिला कस्तो थियो अहिले कस्तो भयो भनेर। यो पछाडि हिउँ नपर्दाको कस्तो हुन्छ म देखाउँछु पछि गाइज। भिडियो चाहिँ हेर्दै गर्नु। लगभग आज म जाँदैछु अहिले, एकछिनमा देखाउँछु। उता जेपीमा पुगेपछि मेरो अलिकति काम पऱ्यो है गाइज, एकछिन है। यस्तो हुन्छ गाइज, हेर्नुहोस् यो पुरै हिउँको थुप्रो हो। अलि हिउँ जस्तो देखिया छैन। जोस् यहाँको 2-3 तल्ला जस्तै हुन्छ हो हिउँ। नेपालको 2-3 तल्ला जतिकै हिउँको थुप्रो हुन्छ। यो हाम्रो कोम्बिनी 7-11 भन्छ यसलाई। कोम्बिनी 3 धारातिर जाने 7-11 डिस्ट्रिक्ट नाहरू। यस्तो छ है गाइज, यस्तो छ हेर्नुहोस् है। यो मेरो साथी बस्छ यो अपार्टमा। हामी चाहिँ उताको अपार्टमा बस्छौँ। जे होस् साथीहरू यस्तो ठाउँमा बस्छन् है गाइज। के गर्नु जस जापानको ठाउँहरू चाहिँ पुरै एकदम क्लिन हुने के गाइज। एकदम सफा छ है, जता हेऱ्यो त्यतै सफा। रोड हेर्नुहोस्, रोड जता हेऱ्यो त्यता सफा छ हेर्नुहोस् होइन। यिनीहरू जोस् यस्तो कुरा चाहिँ एकदम ज्ञानी हुन्छन् क्या। सरसफाइ राख्नेदेखि लिएर होइन एभ्रिथिङ क्लिन सर्ट हो। घर अगाडि पछाडि है सबै यहाँको मान्छेहरू मिलेर, अब यो वरिपरिका मान्छेहरू समाजका के भनौँ न, त्यही मान्छेहरू मिलेर सरसफाइ गर्ने।
यस्तो कुराहरू चाहिँ एकदम ध्यान दिन्छन्। हेर्नुहोस् यस्तो छ। धेरै पछाडि भ्लगमा आइयो। यस्तै लङ भ्लग नबनाएको यस्तै बुढीले बनाएको थियो मेरो। आज चाहिँ त्यस हामी बुढाबुढी थियौँ है। यस्तो छ गाइज, हामी यहाँ चाहिँ हामी खुट्टा डुबाउन आउँछौँ। न्युगोमा त के भन्छ यहाँ हामीले 3 धारा भनेर चिन्छौँ त्यो ठाउँलाई होइन। आनन्द आउँछ, तातो पानी एकदम नेचुरल्ली तातो हुन्छ। यता हेर बुढी, हेलो हेलो गरिदेऊ। मेरो बुढी ल है, यता हामी जाँदैछौँ है गाइज। हेर्नुहोस् है, नजिकबाट देखाइदिन्छु म। यस्तो छ त्यही त। हेर्नुहोस् मान्छे रहेछ यहाँ। आज मान्छे बस्दैन थियो। यस्तो छ गाइज, हेर्नुहोस्। ल है गाइज, ल है यस्तो छ है गाइजहरू। हामी चाहिँ यहाँबाट सर्लक्क भित्र छिरेर अन्डरग्राउन्ड बाटो भन्छन् के भन्छन् गइरहेछौँ। यस्तो छ जाडो फेरि यार। बिस्तारै बिस्तारै जाडो हराउँछ कि भनेको झन् अझै 2 आज 13 भनेपछि 3 दिन 4 दिन पछाडि एकदम ठुलो पर्छ र हिउँ भनेको छ। ल हेर्नुहोस् गाइज, यस्तो छ यस्तो छ। यो अपार्टमा मेरो साथीहरू बस्छन्। पहिला मेरो बुढी बस्ने अपार्टी यो हो। बुढी पहिला तिमी यहाँ बस्ने होइन? हेर्नुहोस् गाइज, यहाँ यसो आउने बेला बाटा एउटा सानो पार्क बनाइदिएको छ खेल्नलाई। बच्चा बच्चीलाई खेल्न ठिकै छ। हाम्रो लागि त खासै त्यस्तो केही छैन। जस स्पेसल केही नभए नि बच्चाहरू बस्नलाई खेल्नलाई हामीलाई नै हुन्छ। त्यस्तो हामीलाई नहुने भन्ने होइन कि बच्चा बच्ची खेल्नलाई बनाएको पार्क होला यो। तर ठुलो छैन, सानो सानो चट्ट परेको छ। यहाँ बस्ने रमाइलो गर्ने फ्यामिली, विशेष गरेर बुढाबुढी बच्चा बच्चीको लागि एकदम राम्रो छ गाइज। यस्तो छ होइन। म जाँदैछु गाइज, अहिले एकछिनमा देखाउँछु ल। यस्तो छ गाइज, हेर्नुहोस् यो पुरै हिउँले ढाकेर यहाँ गाडी पार्किङ गरे नि गाडी पुरिने अरे हिउँ हुन्छ गाइज यहाँ होइन। त्यही भएर मान्छेहरूले विचार गरेर यहाँ चाहिँ गाडी पार्किङै हो यो ठाउँ। हेर्नुहोस्, तर अहिले मान्छेले गाडी पार्किङ गर्न छोडिदिए किनभने यहाँ ताल परे नि। आज राखेन रातभरि यहाँ गाडी पुरिने गरी हिउँ पर्छ। बेसरी पर्छ परेपछि होइन। आज चाहिँ परे छैन। ठिक छ स्थिति। फाइनल्ली गाइज हामी जेपी ब्याङ्कमा आयौँ। यहाँको जेपी ब्याङ्क सानो छ है। ठिक छ, सानो भयो नि हामीलाई काम चल्ने खालको छ। यस्तो छ चट्ट परेर तिमीलाई डिपोजिट गर। यस्तो छ है गाइज। भित्र छिर्छौँ हामी बिस्तारै चट्ट। ल डिपोजिट गर त। मेरो एटिएम यता छ। हाम्रो यहाँ जेपी ब्याङ्कमा पैसा डिपोजिट गर्ने तरिका। पैसा धेरै जाने, थोरै डिपोजिट गर्ने काम छ आज हाम्रो। यस्तो हो गाइज होइन। त्यो राखिदियो पैसा डिपोजिट गर्ने यसरी टक्क जेपीमा पैसा डिपोजिट गर्नलाई। पैसा कपी गर। यस यसमा हामी बस्ने अपार्ट हो गाइज। हेर्नुहोस्, यता मेरो साथीहरू बस्नुहुन्छ।
दामी आछ दामी गाइज यस्तो छ होइन यही ठाउँमा नाइट भ्यू देखाएको थियो होइन गाइज आज चाहिँ डे भ्यू हो हेर्नुहोस् यस्तो छ यो ठाउँ अलिकति जाडो एकदम चिसो हुने ठाउँ यो जापानकै सबभन्दा चिसो हुने ठाउँमध्ये एक पर्छ होइन जाडोले यस्तो चिसो चिसो हेर्नु गाइज यो आजको डे भ्लग हो गाइज अस्तिको नाइट भ्लग थियो यो चाहिँ डे भ्लग हो गाइज मेरो बुढो यस्तो हिउँमा नाच्दै हुनुहुन्छ हिउँमा नाच्दै हुनुहुन्छ है मेरो बुढो यो चाहिँ मेरो बुढाको नेपालको हिउँ देख्ने सपना चाहिँ पुरा भइरहेको छ यहाँ जापान आएपछि होइन यो चाहिँ एकदम राम्रो हामी त हिउँ हेर्न भनेर गएर कतिचोटि फर्किसक्यौँ नेपालमा हुँदाखेरि ल है गाइज यस्तो छ है हामी बस्ने ठाउँ यो हेर्नुहोस् यो पौलेर पुरै बिजोग छ है स्थिति ल हेर्नुहोस् स्थिति यस्तो छ यस्तो छ है गाइज ल म अगाडि बढ्दैछु गाइज ल हामी फर्किँदैछौँ है गाइज आजको भ्लग लगभग आज यतिमै इन्ड गरौँ कि जस्तो भयो खासै राम्रो रहन्छ आज इन्भाइरोमेन्टले साथ दिएन भनौँ न हेर्नुहोस् पुरै पानी पर्ला जस्तो भयो एकैछिनमा एकछिनमै पानी पर्ने एकछिनमै हिउँ पर्ने हुन्छ गाइज यो ठाउँमा गाह्रो छ मेरो बुढी आज कता हिँड्रा ल है गाइज ल है मेरो बुढीको डान्स आयो है यस्तो जाडो भयो त लास्टै जाडो भयो यार हट पानी पर्ला जस्तो भयो है लाइट बल्न सुरु भइसक्यो गाइज यस्तो छ अन्त कति राम्रो देखेको ल है गाइज हामी फर्क्यौँ है फर्केको आज खासै के त्यस्तो काम केही भएन ल है यस्तो छ है गाइज फर्क्यौँ हामी जाडो भयो लास्टै आज यार हट त जाडो त पानी पर्न लाएर हो नि यति साह्रो जाडो थिएन पानी छ कि के छ यस्तो छ है गाइज हेर्नु त हिउँको थुप्रो पछि हेर्न पाइने कि नै अहिले टक्क भिडियो बनाएर राखिदिएपछि होइन बुढी पछिको लागि मेमोराइज हुन्छ नि त ल है हामी आइपुग्यौँ है गाइज 6 बजे हो र बजे छैन नि होइन त्यही गाइज ल है कसलाई मलाई फोन आयो Yungkai de onegaishimasu. Yungkai de onegai itashimasu. Yungkai.
ल है गाइज आइपुग्यौँ।